अझै मल बिउ प्रस्तुति भनेको बेलामा अब यो खालको बिउ त सरकारले पनि निकालेको छैन। यहाँ पाउँदैन, कृषिमा गए पनि पाउँदैन यो खालको बिउ चाहिँ। यो खालको बिउ पाउनले मैले मधुमल्लबाट ल्याएको थिएँ, पहिले अलिकति साइनमा ल्याएको थियो, अनि मलाई अलिकति दिएको थियो, त्यहीबाट जगाएर अहिले 4 वर्ष भयो। पोहोर चाहिँ अलिक कम्ती नै भयो, पानी नभएर होला। अहिले चाहिँ राम्रै छ, अहिलेसम्म चित्तबुद्ध नै फलिरहेको छ। यसमा अब हामीले गर्ने जति काम यो माछ बनाइयो, माछमा यसरी माछ बनाउनु पर्ने छ भने थाहा भयो। खुल्ला हुँदा हावाले माछ पराएको छ, लड अलिक कमजोरी भएर। अनि अहिले चाहिँ हामीले यसलाई अलिक बन्दोबस्त गरेरै लगाएको हो, भरसक नलड्ला हो भन्ने लागेको छ। बाली राम्रो भयो भने किसानलाई राम्रो भयो। राजनीति गर्नलाई अब उनीहरूको लुच्चापोरी गर्दै ठिक भइहाल्छ। एउटाले गाली गर्छन्, एउटाले गाली गर्छन्। कामभन्दा बढी चाहिँ गाली गरेर देख्छु। अनि हामी त कुनै पार्टीमा पनि नलागिकन अब खेतीपट्टि किसानपट्टि चाहिँ मजाले गरौँ भने बहुत त्यही हुँदो रहेछ, पार्टीपट्टि नजाने। पार्टीको चाहिँ अब अगाइयो। ल यति गरेपछि अब यहाँ भए मकै हुन्छ, नभए घाँस हुन्छ है। आउँदैछ आउँछ, आयो भने आइहाल्यो, आएन भने काँक्राले काम गरिहाल्दछ। अब मकै पनि नभएको त होइन नि, अब यता दुधी घोगा लागिरहेछ है। ल दुधी घोगा मकैहरू पनि छ यही भित्र, काँक्राघारीभित्र। त्यस्तो अब यहाँ टिपोहरू राखिदियो। अब पहिले र अहिलेकोमा फरक त धेरै छ। पहिले अब जस्तै अब 25 मुरी धान फलाउनु पर्यो भनेदेखि आफ्नो जग्गा कति चाहिँदैन, झन्डै 15 कट्ठा जग्गा चाहिन्थ्यो। अहिले 25 मुरी धान फलाउनलाई झन्डै 7-8 कट्ठामा 25बाट पनि माथि हुन्छ। अहिले त्यति फरक छ। त्यो धान होइन, यो अर्कै धान हो नि त। अहिले लाउनु त अहिले लाउँदा जिरा मसिनो भन्छन्, के भन्छन्, थुप्रै 100 थोकभन्दा बढी धान छ। तर यहाँ हाम्रो चाहिँ जिरा मसिनो लगाउँछु। पोहोरको साल 1 कट्ठामा लाउँदाखेरि जिरा मसिनो 4 मुरी 2 पाथीले पुगेको थिएन। अनि अब यता टमाटर लगायो भने फेरि 4 मुरीको 10,000 रुपियाँ भयो। 4 मुरी धानको 10 होइन, 250 रुपियाँ मुरी, 2500 मुरीको 5-10,000 भयो। अब 10,000 रुपियाँ चाहिँ यो एउटा आधी 10 धुर ल्याउँछ। फेरि टमाटरहरू भइदिएर लगाइदियो भने 10 धुरमा टमाटर 25 मुरी धानभन्दा बढी आउँछ। अनि यसपालि चाहिँ म सबै टमाटर लाउने भन्ने